ओ छिमेकी दाई फेरि वर्ल्ड कपको कुरा गर्नलाई हैन मुड छैन आज। होइन क्या हामी मिलौँ भनेर अर्काको देशले खेल्छ बिचमा हामी झगडा गरेर। त्यही त भनेको, आफ्नो देश भए पो खेल्ने एउटा देश बेकारमा हामी झगडा गर्छौं। त्यही त सुन्नु न बरु मिलेर हेरौँ के। हो सही कुरा। हेर्नु न हाम्रोमा टिभी नि छैन अहिलेसम्म त मोबाइलमा पो हेरिरहेको छु मैले त। हाम्रोमा छ त एचडी ठुलो टिभी। भरे राम्रो टिमको म्याच छ, हेर्न आऊ न त। कसको छ साँच्ची? कसको हुनु, अर्जेन्टिनाको नि। ए ल ल अर्जेन्टिनाको पनि हेर्ने पर्सि ब्राजिलको पनि हेर्नुपर्छ ल। आफूलाई मन नपर्ने टिमको के हेर्नु हौ, फेरि मध्यरातमा छ निन्द्रा मारी मारी। हेर नि त्यहाँ फेरि टिमुर्केको कुरा गरेको, मिल्ने कुरा गरे पो। उसो भए मोबाइलमै हेर है। यस्ता छिमेकीको सङ्गत गरेर कहिले उँभो लागिन्छ। अर्जेन्टिनाको म्याच हेर्न भनेर 1 लाखको टिभी ल्याउने हो, ब्राजिलको हेर्छ। तिम्रो टिभी तिमी नै हेर नि त, हाम्रो मोबाइल छँदैछ नि, खुब घमण्ड गर्छ। 10:45 मा अर्जेन्टिनाको म्याच छ अरे, ठुलो टिभीमा मजाले हेर्नु छ अरे। कागलाई बेलपाको हर्छ न, बिस्मत अर्जेन्टिनाको छैन आज किस्मत। के अरे लोदर लाउँछु फेरि। छ अर्जेन्टिनाले। किस्मत के हो, मेसीले देखाउँछ, अर्जेन्टिनाको नाम इतिहासमा लेखाउँछ। मेसीको गुणगान धेरै नगर्नु, भरे हारेपछि खिस्रिक्क नपर्नु। मेसीले कहिल्यै निराश पार्दैन, अर्जेन्टिना त मरे पनि हार्दैन। हार्दैन, हेरौँला हेरौँला।